तिमी ठुली भएपछि के भन्छौ भन? नर्स। साँच्चै कि खालकै? साँच्चै। डक्टर किन नभन्ने? इन्जिनियर भन्ने। इन्जिनियर भन्ने? इन्जिनियर भनेको के हो? इन्जिनियर भनेको रोडको नक्सा बनाउने, घरको नक्सा बनाउने, त्यसपछि अनि राम्रो राम्रो चिजको नक्सा बनाउने। मैले पाइलट। पाइलट बन्छौ? पाइलटले के गर्छ? पाइलटले हवाईजहाजलाई सरल आकाशमा उडाइदिन्छन्। उडायो भने कहाँ जान्छन्? उडाएपछि तिमी गएको थियौ त एकचोटि काठमाडौँबाट नेपालगञ्ज प्लेनमा। हजुर भाइ र मामु जानुभएछ? तिमी 4 चोटि गइसक्यौ अरे। 4 टाइम्स। कहिले? धेरै चोटि गइसकेछौ तिमी। अरू के भन्छौ भन ल तिमी? अरू म इन्जिनियर भन्छु। अनि अरू? डक्टर भन्छु, नर्स भन्छु। अरू? पाइलट भन्छु। अरू? आर्मी भन्छु। आर्मी पनि भन्छौ? अरू? पुलिस भन्छु। अरू? यति नै हो। अरू भन्दिन हौ। अरू के छ? अरू टिचर भन्छु। अनि सिङ्गर अनि सरकारी कर्मचारी, अफिसर बन्छौ कि नै? अफिसर भनेको के हो? अफिसर भनेको तिम्रो बाबा हुनुहुन्छ नि, हो त्यस्तै अफिसर। अफिसर भनेको के हो? तिम्रो बाबाले जाइड गर्नुहुन्छ नि, त्यो चाहिँलाई अफिसर भन्छ के? अफिसर पनि भन्छु। भन्छौ? अरू के भन्छौ त? त्यति नै नगर्छ त। अनि अरू त्यसपछि अनि सिङ्गर बन्छौ कि नै? सिङ्गर भनेको के हो? गीत गाउने के? डान्सर बन्छौ कि नै? बन्छौ? अनि त्यसपछि आएर मेकअप आर्टिस्ट बन्छौ कि नै? ब्युटी पार्लर भन्छौ? ब्युटी पार्लर खोल्नेपछि ठुलो भएपछि तिमी? अनि के गर्छौ ब्युटी पार्लरले? सबैलाई राम्रो बनाइदिन्छौ? हो। अनि आफ्नो मामुलाई बनाउँछौ कि नै? अनि मामु तिम्रो पसलमा आउनु भने तिमीले पैसा लिन्छौ कि नै? मामा हजुरले पैसा दिनुहुन्छ भने मलाई दिनुहुन्न? अनि सुन न, अनि बाबा आएपछि बाबासँग पैसा लिन्छौ कि नै? लिन्छौ? साँच्चीकै लिन्छौ? कति लिन्छौ पैसा? 100 वटा। 100 वटा? नगर त्यस्तो गर्नु ब्याड हेबिट हो। त्यसपछि अनि छोरी सुन न, त्यसपछि तिम्रो फेभरेट चिजहरू भन न। तिमीलाई मनपर्ने चिजहरू भन न। एउटा कि धेरै? धेरै भनिदेऊ न। 100 वटा। म्याङ्गो, एप्पल, बनाना, वाटरमेलन। अरू? अनि मामुले रिस उठेलाई कस्तो गर्नुहुन्छ? खै एक्टिङ गर्दा मामुले रिस उठेलाई कस्तो गर्नुहुन्छ? एक्टिङ गर्दै त मामुको खै गरिदेऊ त। रिसाउने मुख लगाउनेलाई कस्तो गर्नुहुन्छ? खै गरिदेऊ त। मामुको के रिसाउने मुख? अनि बाबाको रिसाउने मुख कस्तो हुन्छ? त्यसपछि अनि तिमी बाबाको छोरी कि मामुको छोरी? बाबाको छोरी हो। अनि तिमी ठुली हुन्छौ कि नै? बाबा बुढो हुनुहुन्छ कि नै? पछि तिमी ठुली हुँदै जाने, बाबा बुढो हुँदै जानुहुन्छ कि नै? नहुने? मामु पनि नहुने? तिमीलाई बुढो भएको मन पर्दैन? हो। मामु बुढी भएको मन पर्छ? महेशु? हो र?
तिमी राम्री छौ कि मैसु राम्रो छन् त? मामु बाबा मैसु अनि तिमी आमाको नाति कि बुवाको नातिनी? आमाको नातिनी बुवाको नातिनी। हो ल भन त अब तिमीलाई कसको कसको नाम थाहा छ? मामुको नाम थाहा छ। ल भनिदेऊ। राधिका मैसु अनि रमेश साइरा बुवा। अरू बुवाको नाम के हो? बुढा बाजेको भन्नु। बुढा बाजेको नाम थाहा छ? हरिप्रसाद उपाध्याय। हरिप्रसाद उपाध्याय। बुवाको नाम?